म चेकिङ परेकै स्योर अब ए ल ल ल ल ल ओके ओके ल हजुर कुदाउन त साथी त्यही हो कुदाइ त मलाई एकदम बेस्ट लाग्यो क्या आउँदै पर्दाखेरि चाहिँ दामी हेर्न सक्नुहुन्छ हेलो नमस्ते वेलकम ब्याक अगेन है गाइस आज पनि हामी चाहिँ अब आज हाम्रो यात्रा भनेको घरसम्मको हामी फर्किँदैछौँ यसो फर्किँदाखेरि सुनिललाई भेटौँ भन्ने कुरा हो हाम्रो चाहिँ सुनिल ब्लग के हो यार यस्तो यार बन्द गरेर राखिदिने यार यो मान्छे कहाँ गयो खै ल गाइस फाइनली सुनिल ब्लगको रेन्डर हाउसमा है होइन होला नि यार होइन यार अब एकछिन यसो भेटौँ भनेर मात्र हो फर्किन लाग्यो आज यस ब्लग हेलो अरे हजुर कुदाउन त साथी त्यही हो कुदाइ त ए ल है ल ल गाइस हामी सुनिल ब्लगबाट चाहिँ निस्केछौँ हामी दुईजना हो कहाँ हो पेट्रोल नि कहाँ हाल्ने पेट्रोल उता हजुर हजुर ए ल ल ल ल ल ओके ओके ल विवाइकर मगर हाँ विवाइकर मेरा कृष्णा ब्लॉग्स है आप देख लेना कभी ठीक है टाइम इंस्टाग्राम चलाते हो क्या इंस्टाग्राम हाँ इंस्टाग्राम में भी कितना फॉलोअर्स है इंस्टा पे ज़्यादा नहीं अभी यूट्यूब में अभी 1K कंप्लीट हुआ है और इंस्टा में अभी 4-5 सबरदा खतरा छ नि हो ठीक छ मेरो पुरै इन्डियन हो फेरि यो चाहिँ हो नि अब के कुरा गरेको यो पुरै इन्डियन हो यो इन्डियन अर्को नेपाली नेपाली पनि छ अरे नचिने रहेछ यो मसँग आएको थियो धेरै पैसा हो र पहिला आएको थियो मै हो त्यो केटा हो र ल ल ल ल ल ल ठिक छ विवाहको मगर यही त हो नि अनि युट्युबमा छैन युट्युबमा त्यति साह्रै गर्दिनँ अलि हल्का हल्का हो टिकटक चलाउँछौ टिकटकमा चाहिँ यो है मेरो पाल्पा आउनुलाई है सही हो बर्तुङ आएको छौँ होइन आइपुग्यौँ हामी बुटोल जान 35 किलोमिटर यता 5 किलोमिटर रहेछ अनि हाम्रो यहाँदेखि पोखराको त 120 किलोमिटर छैन 120 किलोमिटर रहेछ भनेपछि हामीलाई 120 भनेपछि हामीलाई यताबाट गयो भने 120मा कति 60 किलोमिटर त नजिक पर्छ 60 किलोमिटर नजिक पर्छ भनेपछि हेरौँ अब हामीलाई लाग्छ 3 घन्टा अझै 3 घन्टा 4 घन्टा ब्लक लामो हुन्छ क्या त्यो भाइहरूलाई गुरेको त्यो भाइहरू कहाँ गयो यार कहाँबाट चल्दिउँ त्यसो हामी फाइनली गाइज हामी चाहिँ पाल्पा रामदी आउनु लाग्यो है पाल्पा रामदी आउनु लाग्यो हामीलाई चाहिँ यहाँको पुलिसले पहिला आउँदा डेन्जर हेरेको थिएँ अहिले हेरौँ न कस्तो गर्छ चेकिङ परेन है हामी त पर्छ जस्तो लाग्थ्यो तर परेन क्या बाटो राम्रो छ यो ठाउँको त तर राम्रो भए पनि एकदम डेडली हो क्या बाटो चाहिँ
पानी बन्ला हावा रेन्ज चल्यो यस्तै हो कि अब हामी पहाडी रिजनतिर आइसकेपछि त अब पानी र हावा यस्तो फेस गर्नुपर्ने हुन्छ क्या हामीले कि गर्मी सिजनमा चाहिँ यो हाम्रो हुन्छ नि पोखरा यतातिर पहाड एरियातिर चाहिँ जेस हुन्छ नि यो बुटवलतिर लाग्ने यो साइडतिर चाहिँ बढी हामीले चाहिँ किन इन्डियन गाडी देख्छ तपाईँहरूले याद गर्नु हो तलबाट डेन्जर गर्मी हुन्छ यिनीहरू त्यही हो कि ट्रिपहरू यिनीहरू चिसो हावा खानालाई लगभग भनौँ न घुम्ने नि भयो अनि हावा खाने त्यो तरिकाले नि आएको हुन्छ कि घुम्नलाई यसले चाहिँ ओभरटेक हान्ने तिर्न थाहा मलाई यहाँ गएर भिडियो बनाउनु पर्ला राम्रो छ एक ठाउँमा मैले देखेको चाहिँ मलाई एकदम बेस्ट लाग्यो क्या आउँदै पढ्दाखेरि चाहिँ दामी हेर्न सक्नुहुन्छ दामीकै ठाउँ चाहिँ त्यहाँ मन्दिर रहेछ बनाउँदै त्यहाँ सायद होटेल खोल्न लाग्यो होला माथितिर साइड केही बनाउनु लाग्यो होला भ्यू सबै यो यहीँ फोटो खिच्न आउँदो रहेछ बढी जस्तो मान्छेहरू चाहिँ त्यो माघ कस्तो हल्लायो भने सब डराउँछ भाग्छ तिनीहरू हेर आउन कि बनाऊँ उताबाट फिर एक्सट्रा आना ना उतावड़ा बोलीजिए। अभी हम यहाँ पे वीडियो बनाने के लिए आ तो गए पहुँच तो गए लेकिन जगह देखो हाँ पार्किंग करेगा कार के ऊपर हाँ छत पे पार्किंग करे दोनों हाँ भाई करो करो दो भाई दोनों ही तबाही हाँ कैसा लगा मेरा मजाक यहाँ तो हमने जाउँ न त सो गाइस हामीले यहाँ भिडियो बनाउनेको तर मिलेन अरे बाबुहरू बाई हेलो ओ फ्ल्याङ्किस सही हो सही हो बाई गयो ल म चेकिङ परेकै स्योर अब कसै चेकिङ गराइदिरहेको मलाई त रोकेन म त हिँड्दै तर त्यो फुफु गरेर चाहिँ कहाँ हेलमेट पुरै खोल्नुपर्छ भनेर त्यो नम्बर प्लेट झिक्ने एउटा होइन उता माथि जाऊँ न अब त आएन र आइसक्यो जाऊँ न त्यहीँबाट झिकौँ न त भ्लग चाहिँ आजको लागि यति नै गरौँ अँधेरो भइसक्यो हामी घर पुग्न अझै लाग्छ आधी घन्टा होइन 1 घन्टा सरी ब्याड 1 घन्टा मजाले लाग्छ सो अलिक लागि यति नै गरौँ ल भोलि अब नेक्स्ट भ्लगमा भेटौँ ल अर्को भ्लगमा बाई बाई गाइज